35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। 35 वर्षमा नभएको काम 35 मिनटमा नखोजौँ भनेर हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको वाक्य किन भत्काएको त? घण्टा खानु भत्काएको? चुपो लाएर बसिरहेको मान्छे, आफ्नो दुःख सुखले आफ्नो परिवार, आफ्नो जीवन पालिरहेको मान्छे, उनीहरूको घरमा 81 भएभरको यो जति पनि भएको नेपालमा भएको सुरक्षा निकायका आर्मी पुलिसदेखि लिएर सशस्त्र सबै लगेर त्यहाँ थुपारेर बिजोग गरेर भत्काइदिने, कुनै व्यवस्थापन छैन, बस्ने बास कसैको छ कि छैन, केही पनि विचार गरेको छैन, डाङडुङ भत्कायो अनि बिचल्ली बनायो, होल्डिङ सेन्टरमा लगेर राखेको छ, कुनैलाई लजमा लगेर राखेको छ। तिमीहरूका तिम्रा भतुवाहरूले चाहिँ यस्तो गरेछ बालेन्द्रले, उस्तो गरेछ, घन्टा गरेछ बालेन्द्रले। तिम्रो बुढी, तिम्रो आमा बुवा बच्चा, तिमी आफै गएर होल्डिङ सेन्टरमा बसेर देखाउ त, त्यहाँको खाना खाएर देखाउ त। सक्छौ तिमी? छिटो व्यवस्थापन गर, त्यहाँ मान्छे मरिसकेको छ है। होइन भने कुकुर खेदाइ हान्छ नि फेरि नेपाली जनताहरूले। विचार गरेर राख। डोजर चलाएर रातारात फिल्मी शैलीमा उठाइएका सुकुम्बासी नागरिकलाई सरकारले मर्न विवश गराइरहेको छ। फेरि अर्को सुकुम्बासीको बिहिबार निधन भएपछि गम्भीर प्रश्न खडा भएको हो। 36 वर्षका भेषराज दर्जीको राज्यले समयमै उपचारमा ध्यान नदिँदा ज्यान गएको पाइएको छ। उनी गम्भीर प्रकृतिको बिरामी अवस्थामै होल्डिङ सेन्टर पुर्याइएको थियो, तर होल्डिङ सेन्टरमा पुर्याइएपछि उनको उपचारमा सरकारले ध्यान दिएन। केही दिन यता बेथाले चापेपछि उपचारको गुहार माग्दा समयमै उपचार नपाएका कारण मृत्यु भएको होल्डिङ सेन्टरमा बस्दै आएका अन्य सुकुम्बासी नागरिकको दुखेसो छ। दर्जी प्रतिनिधि उदाहरण मात्रै हुन्। सुकुम्बासी राखिएका होल्डिङ सेन्टरमा अधिकांश बिरामीको अवस्था यस्तै दर्दनाक छ। खाना बस्न कष्ट बेहोरिरहेकोमा औषधि उपचार पनि राम्रोसँग पाउन नसकेको सुकुम्बासीहरूको गुनासो छ। होल्डिङ सेन्टरमा रहेका अधिकांश टेन्टभित्र कुनै न कुनै प्रकारका बिरामी रहेको पनि खुलासा भएको छ। धेरै जसो जटिल खालका स्वास्थ्य समस्या भएका बिरामी रहेका छन्। कोही मुटु रोगी, नसा सम्बन्धी रोग त कोही मृगौला सम्बन्धी रोगले थलिएका बिरामीहरूले होल्डिङ सेन्टर भरिभराउ छ। रोग नभएका सुकुम्बासीहरू पनि होल्डिङ सेन्टरको अस्वस्थ बसाइले बिरामी पर्न थालेका छन्। उनीहरू शारीरिक भन्दा मानसिक तनावमा बढी देखिन्छन्। बालेन सरकारले डोजर चलाउँदा व्यवस्थित रूपमा राख्ने बताएको थियो, तर अहिलेसम्म कहाँ राख्ने, कसरी राख्ने टुङ्गो नभएपछि सुकुम्बासीहरू अत्तालिन थालेका छन्। बालबालिका, वृद्ध महिलाहरू, बिरामीहरूको अवस्था दर्दनाक छ। उनीहरू अनिश्चित भविष्य लिएर बाँच्न बाध्य छन्। बालेन सरकारले राम्रो गर्ला भनेको उल्टै आफूहरूलाई यो अवस्थामा पुर्याएको दुखेसो